मेरो एउटै इम्प्रेसन हो केपी ओलीप्रति। केपी ओली नेसनलिस्ट, केपी ओली राष्ट्रवादी नेता हो। केपी ओलीका केही गुणहरू हामीले कपी गर्नुपर्छ। के गुण? राम्रा गुण नेसनको पक्षमा स्ट्यान्ड लिने उहाँको जुन गुण छ त्यो इतिहासको कुनै कालखण्डमा सुनौला अक्षरले लेखिन्छन्। आजको मितिमा पनि सुन्नुहोस्, आजको मितिमा पनि नेकपा एमालेको नेता भनेको केपी ओली नै हो र ओलीबिन नेकपा एमाले भएका दिन 3 टुक्रा हुन्छ नेकपा एमाले। अहिले चाहिँ अब एउटा कालखण्डमा केपी ओलीले नै त्यो सत्ता हस्तान्तरण गराइदिने एउटा पार्ट रह्यो होइन। अन्यथा अहिले पनि अर्को 1-2 वर्षसम्म त्यहाँको नेता केपी ओलीले हो। मलाई थाहा छ फेरि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू होइन, देशी शक्ति विदेशी शक्तिहरू ओली त्यहाँबाट हटाएको हेर्न चाहन्छन्। मलाई पर्सनली एज अ काङ्ग्रेस सोध्नुहुन्छ भने काङ्ग्रेसलाई केपी ओली त्यहाँबाट हटेको फाइदा होइन। तर मैले चाहिँ राष्ट्रिय रूपमा नि हेर्नु त पर्यो नि त।